भयो 3 बाइट कति खाएको चारचोटि खाइसक्यो 3 बाइट मात्र त्यसरी हुँदैन के हामी चाहिँ हेरेको यतापट्टि खाना गरेर हेरेछ ओ त्यस्तो गर्नु पर्दैन यार त्यो त धेरै भयो साथीहरु हेलो साथीहरु आज चाहिँ हामी डाइस वाला गेम खेल्न रहेछ यो चाहिँ अहिले ट्रेन्डिङमा छ टिकटकमा युट्युबमा त्यही भएर हामी चाहिँ डाइस वाला गेम खेल्न रहेछ है अनि हामीसँग छ यहाँनिर बिरयानी अनि करेन्ट स्पाइसी अनि दही अंडा अनि यहाँनिर सलादमा काक र मुला अनि यहाँनिर छ गेम अब हामी खेल्छौँ है साथीहरु कस्तो भइरहेको छ हाम्रो मित्रहरुलाई सोध्न चाहे कस्तो भइरहेको छ हाम्रो मित्रहरुलाई फर्स्ट टाइम हो खुसी लागेछ खादै जाउँ न हैन के हुन्छ ओके साथी यो चाहिँ हाम्रो सेकेन्ड टाइम हो पहिले नि खेलेको थियो हामीले एउटा खेलेको छैन यो वाले चाहिँ खेलेको छैन है ल यो वाला चाहिँ खेलेको छैन ल तर हामी चाहिँ खेल्न रहेछ यहाँ चाहिँ बिरयानी टन्नै छ अब हामी खेल्छौँ ल पहिला सिजर पेपर गर्नु ल त्यो पहिला चाहिँ हामी सिजर पेपर गरेर चाहिँ कसको पालो पहिला आउँछ त्यो छनौट गर्नेछ ल सिजर पेपर ओइ मैले खायो यसले खायो तपाईहरु दुईजना सुरुमै तपाईहरु दुईजना गर्नु न हाम्रो छिटो सिजर पेपर रन्जु ल छिटो ल छचडी ओहो हो खाने मान्छेलाई फेरि 6 चोटी पर्छ के साथीहरु छचडी भयो ल बिस्तार खान्छु छको ठाउँमा तीन उ गर्ने के छ बिहानदेखि भात खादिनु है त्यो ज्यादा हो नि झन् ल विश्वको जुनसुकै कुनाबाट तल्लाबाट पारीबाट हामी चाहिँ नेपालबाट हेर्दैछौ है गर्नु यहाँ कतिवटा दुईजना ए गर्ने खाना खाउन छ त छोरा चाहिँ आवाज पाउँछ खाना पाउँछ है 5 देखि मुनि खाने पाउँछ है नत्र त्यसरी त खाए हुन्छ साथीहरु एकछिनमै हुन्छ त्यो चार भयो चार भन्दा तल चाहिँ खानु त्यसो गर्ने छाउनले खान पाउने ए खाओस् कि अब सक्यो जति छिटो सक्यो त्यति राम्रो यो दही चाहिँ अर्ग्यानिक होइन ल साथीहरु पसल गयो नि फेरि अब मेरो बारे हैन यस्तो गरेर हो है दुईजना खानु ल ओमे गुड्ने सुरु मलाई त एक मन पर्छ है साथीहरु हामी चाहिँ हेरेको यहाँ यतापट्टि खाना गरेर हेरेछ ओ त्यस्तो गर्नु पर्दैन यार त्यो त धेरै भयो साथीहरु ल हाम्रो दर्शक बिनहरु हाम्रो यता दिदी बहिनीहरु सबैजनाले हेरिराख्नु भएको छ हैन ए मासु हान्ने अन्डा खाएर म त बाटो चाहिँ म त पहिला मास खाऊ भनेको साथीहरु यहाँ हड्डी परेछ के जति सुकै लानु एकचोटी मात्र हो ल मन्जुक भाइ ए मेरो भाइले आयो फाइनली साथीहरु अब म चाहिँ पहिला ए के त्यहाँ थिपेर नथिपेर खाएर आयो खै ठाउँ साँग्रो छ साथीहरु त्यही भएर यहाँनिर एकचोटी अन्डा खान हो तर ठीक छ प्रोटिन फेरि टनबाट टन अब मेरो भन्नु भङ्गान आयो आहा खाइ जाँदा फेरि धेरै पर्छ खाने चाहिँ धेरै धेरै पर्दैछ है यो दही चाहिँ घोलेर राख्नु पर्यो के साथीहरु यो मैले खादैन है यो मलाई मन पर्दैन अगाडि आएर बसेको छ दुईचोटी भयो ए दुईचोटी हुन्छ अब त मेरो सय छैन भाइ छिटो खान यार छिटो खाइदियो त मेरा चारचोटी आएको छिटो खान भयो अलि अरु पनि पालाउनु पर्यो म तिमीले गर्छु के हुँदैन सिलाइसक्यो त्यसरी हुँदैन के तीनचोटी यो उतापट्टि लागिरहेको हुन्छ मेरो एकचोटी बाइक छ आज चाहिँ बडो मुखबाङै राम्रो हुन्छ यो त खै के अनि साथीहरु तपाईहरु थाहा कि छैन वर्ल्ड कप सुरु भइसकेको छ म चाहिँ अर्जेन्टिनाको फ्यान हो भतिज कस्तो है म नेमारको नेमार उहाँ चाहिँ अर्जेन्टिना मेरो चारचोटी सक्यो यार खै कति आयो त पछाडी नै आउनु भएको छ यहाँनिर ल अझ मेरो चारचोटी आयो साथीहरु अब म पनि बाटो नापुग्न गरे यार पुग्ने त अंकार मेसी गोल अबे पहिला हटी यार 4 बाइट सुरुमा हामी भयो 3 बाइट कति खाएको अब हुन्छ नि एउटा चारचोटी खाइसक्यो 3 बाइट मात्र मेरो लारे दुई पिरो यार मैले कतिचोटि पालो चारचोटी खानु ए भर्खर दुई भयो पिरो यार लाग्छ फलबास फेभरेट हो नि त छान्नु पर्यो टाइम लाग्छ
बिहानदेखि भात खाएन के बिहानै हो फेरि यो मुखबाङ के अरे यो गेम पनि बिहानै सुरु भयो भयो 4 चोटि मान्छे भयो 4 चोटि काँक्रो नखाने मुला नखाने दही नखाने दही हिसाब हुँदैन नि के हुँदैन दही पनि हिसाब हो किन हिसाब हुँदैन यो पनि हिसाब एउटा गफ खाइहाल्छ नि मान्छेको मुखमा यो थोरै खाने मान्छेलाई आमा खोर्सानी सलादमा हिसाब हुन्छ कि शङ्कर भाइ हुन्छ किन खानु त पानीमा त पानी तेरिका पानी खोर्सानी खानु के चार लो 4 चोटि भयो मेरो पालो हट कति स्लो 5 चोटि म पहिला सलाद खान्छु हालको मन खानै माथि भन्दै आज एक्जाम्पल पाएर चाहिँ साथीहरु हेर्नु है त्यस्तो नभन इलाजतिर है साच्चै हामीले अब यो इन्जोय गरेर खाने हैन यो अनि कुरा गर्ने कुरा निकाल्नु पर्दैन नानी अनि यसपालि वर्ल्ड कप कसले जित्छ जस्तो लागिरहेको छ त मेरो भतिजलाई मेरो एकचोटि भयो ओइ क्वेसन सोधेको छ एकचोटि भयो कसले कसले जित्छ भन् जोसुले जितोस् खानामा फोर्स बोल मेसीले जित्नु पर्यो है मेसीले जित्नु पर्यो अब पोल पनि जिते हो हैन तपाईहरुलाई मन नपर्ला तर हामीलाई मन पर्छ के गर्नु है अनि तपाईहरुको जुन जुन टिम छ त्यसले पनि जितोस् भन्ने मेरो यो आशिष लागोस् खाने बेलामा अब अड्क्यो भने हस्पिटल नजिकै छ करेन्ट चाहिँ खाइन है मैले कहिले पनि खानेकुरा चाहिँ है गाइस चाहिँ लागेछ टेस्ट चाहिँ त्यो टेस्ट हल्का लो भयो कि लो लो छुटछुट कति बेर बालाइसक्यो सेलाइसी खासै उन्न हुँदैछ टेस्ट मेरो कति भयो मेरो त यही छ माइक अब यस्तै हो साथीहरु छैन कुराहरु 1 2 3 4 5 बिमेर भइरा 1 2 3 4 5 6 7 8 9 10 कतिचोटि आयो 3 जोडी मेरो आँखा चाहिँ हेरेको छ साथीहरु उहाँको आँखा चाहिँ अन्डामै छ अरे एकचोटि मान्छे भन्दा धेरै चम्चा छ त यार यहाँ नभने बिचर मन्दिरले यहाँ गेममा के बिचरा सिजरा भागमा आउँदाखेरि गम गम खाने व्यवस्थित पाराले भएन साथीहरू कति आमा 6 जोडी आयो 6 चोटि हुँदैन भने 3 जोडी आयो यार खायो अन्डा अन्डा त छोजन खाने सबैले कहिले खाँदैन हामी काँक्रो पनि खाँदैन है कसले पनि यिनीहरू खोइ मासु छैन ओइ मासु सानो सानो धुलो मासु यो हिसाब लगाएर यो खानामै पिरो हुँदैछ क्या आफ्नो भाग आउने बेला खानु नि त आउने बेलामा त अल्फा बेलामा खाने हो अनि यसकै खान्छ यो खानु न अघि नै किन नआउने बेलामा किन नखाएको देख्छु त्यो बिर्सिन्छ क्या खानु है पोके पनि है फिर्ता भर्खर 2 जोडी भयो मासु खोजेको मासु भेट्दैन मासु त अब धुलोको पारेर लिएर आएको भनेर चाहिँ अब पिनेट ल्याउनु पर्नेछ क्या किमा है थ्याङ्क यू बिकु चाहिँ मेरो खाएको ल, खाएको, पुग्छ है नेपाल गयो। मलाई सिकाइराख्यो हामीलाई खेल्नलाई टिस्यु साथीहरू अलिकति भइरहेको छ साथीहरू एकचोटि आएको अब यत्रो खानु पर्यो नि त तर चाहिँ 4 बाइट अब चाहिँ दही खानु पर्यो भएन ओके साथीहरू एउटा कुरा भन्न चाहन्छु है तपाईहरुलाई के भन्दाखेरि एउटा कुरा कति पिरो हो एउटा कुरा भन्न चाहन्छु नि एउटा कुरा कौन है ये? दुईचोटि भयो कहाँ से आते हैं? मासु भने कहाँ पुग्यो साथीहरू मासु भेटेर मलाई खाँदैछु कुखुराको मासु कहाँ होला त मेरो भविष्यको सासु हेर्दै हुनुहुन्छ भने नमस्ते सेवारु डोकदिया पिरो छ मन्जुले खाँदैन रहेछ अब दुईजनाले पार्टी छ मेरो पाली हो म चाहिँ खाँदैन अनि त्यहाँ पिरो भयो भने माग्न पाउँदैन नि फेरि पनि तिमी बान तिमी जाने 3 जोडी एक बाइटमा खायो भयो कहाँको अघि गर्ने अघि चाहिँ आज खा भन्ने बेलामा जराहरू खान्छ ल झारा झारा साथीहरू यहाँ मुनि कटु लाएर बस्यो ह्यापी बर्थडे टु यु शङ्खलाई के नगर भने मैले सर मेरो बानो आफ्नो इच्छाहरू साथीहरू जे खायो भने कस्तो रहेछ नि खायो मै खाने हो मजाले शङ्खलाई भने यो खानु पर्छ अब खान्छ सबै पनि कहाँ त्यो खान्छ त यता पनि खान्छ खोइ हातले खाएको मजा हुन्छ कि यो चम्चाले खाएर तेरिका
मेरो आउँछ 5 चोटी आउँछ अब अरे 5 चोटी 5 चोटी अब जति खाइने खाऊ भयो अनलिमिटेड चलिए हम शुरू करते शुरू करेंगे 5 चोटि छिटो खाए जोर पार्नु जोर आउनु पालो भयो खाएन तिम्रो यहाँ छिट्न छिन्न त्यो सकेर मात्र किन्ने हो खाना सबै मिठो साथीहरू है साथीहरू मजा आएन यार अहिले सेला गरेर त्यो पछाडि नि झ्याउ अगाडि नि झ्याउ शान्त वातावरण भएन दुई अलि अड्क्यो भने खाने छिटो खानेमा हड्डी भन्दा के छैन यो मासु पनि त्यो दिन चौध हल्ला गर दुई अब पिलोको बास परेन हो तीन चार हुन्छ अब पिरो भयो साथीहरू एउटाले खाँदाखेरि हेरेर बस्नु पर्दा नमजा आउँदो रहेछ मजा आउँदो रहेछ अर्को खाएको हेर्दाखेरि तपाईँले किन आउँदैन त नि ए अर्को खाने हो अब खाने हो पालाइहाल्छ जो त आउने भयो उता छ उता 4 चोटि भयो छिटो खाऊ लास्ट बाइट के मासु आउँछ न अलिकति भने अलिक गम खानुपर्छ मजा आउँछ कि स्प्राइट मागौ क्या एनर्जी ड्रिङ्क एनर्जी ड्रिङ्क खाऊ भने त्यसो मान्छे को भइराखे पोगी पनि राख मैले खाँदाखेरि त पोगी पनि राखेँ भर्तीको सबै 3 आएर साथीहरू 3 खाएको ल म जस्तो खानुपर्छ भाइ तुन पुग्यो है मलाई त यस्तो बाँच्छ अलिक बिजुम दिनुमा 6 चोटि हुँदैन नखातु अब मेरो एक चोटि बाइस है ल करेन्ट खाएर कसैले करेन्ट चाहिँ नलागोस् भरे त्यही हो मैले त खाएको छैन मलाई लाग्दैन आनन्द भरे चाहिँ होइन साथीहरू भोलि चाहिँ हुन सक्छ 7 दिने हो नि कचोटि तपाईँको ओ भिक्टोरी नगर भने के डिस्टर्ब नगर भन्दैछु झन् पसिना आइसक्यो है मलाई त पुग्यो अब लास्ट 3 चोटि खाऊ होला लास्टै होला थोरै खा नि त पेट भर्यो ए यार त बाबा नसुन्छ साथीहरू यहाँनिर त अब मेसिल जित्छ है भोलि मेसीको गेम छ बुधबार भोलि 2 गोल हान्छ लेखेर राख्नु मन्जुले यहाँ बिरानी खायो मेसिल जित्छ पुग्यो ल आइज 5 त्यसको बोतल पानी म यो 5 हो हल्ला गर नि कस्यामै साथीहरू थाहा चोर्दै खै त ल्याउने पुरो पुग्यो है मलाई त अब यो के खाएर साथीहरू मुखमा घाउ आएको त्यही भएर चबाउनु मिलाएको छैन मुखमा हाल्ने घाउमै निल्ने हो फेरि आज राति 5 चोटि धुलो धुवा आएर मेरो अघि नखै है खाऊ पनि अबि जा ठिक भयो काँक्रो अबि काँक्रो खायो है ए काँक्रो नखाने सलाद त हेर्दै नहेर्ने म त सलाद लभर हो कि अलि सुरुमै बिगारेँ नि त मैले अर्ग्यानिक मान्छेले आज त काँक्रो र मुला छुट्यो है बिरयानी र अन्डा दही यस्तो हो नि अब यस्तो हो नि अब मेरो प्यार ल्याएर बजाउनु पर्छ कि अझ है मजा आउने 2 चोटि र साथीहरू म चाहिँ मुन राख्छु अनि खान्छु खाऊ सबै खाऊ भाइ तिम्रै हो हिमाल तराई पहाड कोही छैन पराई भन्ने नाराका साथ हामीले यो के खाइसकेका छौँ बनाउने चाहिँ घरकै मान्छेहरू हो मैले चाहिँ पसलबाट करेन्ट चाउँछ र अन्डा किनेर ल्याएर आएको स्पोन्सर बाई 2 चोटि मात्र खाएको खानु यति खाना त यति गाह्रो भयो मान्छेहरूले यति उरान कसरी खान्छ होला साथीहरू म त अचम्म लाग्छ हो अब पानीपुरी चटपटी चाहिँ खेल्नु पर्यो कि मुखबाङ है खतरा रमाइलो हुन्छ होला साथीहरू त्यहाँ त ट्याबै फुट्ला जस्तो भइसक्यो मलाई त पुरै आयो कचोटि तर 2 जोडे 2 चोटि अर्गनाइज भाइ साहब मेरो भदालाई धन्यवाद दिन चाहन्छु जसले चाहिँ यो कार्यक्रम सञ्चालन गर्नुभएको छ जसले नि धेरै खानु भएको छ फेरि अनि हामी साइडको दिदी बहिनीहरू हो
मेरो स्टाइल हो कि मैले दिदीमा हुनुहुन्छ अब कन्फ्युज छ क्या दिदी पनि अनि दिदी पनि धेरै भए जस्तै हुन्छ अलिक कन्फ्युज हुन्छ उस्तै देख्छन् रे अलिअलि लेखेर देऊ न उनीहरूले के खानु लेखेर देऊ अब म चाहिँ पुरै साइड साथीहरू त्यत्रो बिरयानी नि सक्यो है कति भयो यहाँ कति आइपुग्यो एक टोरी मासुको डल्लो हो है मासु भने सबै हड्डी हड्डी हो सरी मन्जु नखाने पैसा लडाउनु मन्जु नखाने मेरो पालो पुग्यो मामु मैले के बनाउँदै काँक्रा खान्छु फर्स्टमा टिकटकको बनाउँदै भोट त्यहाँ रुखमा मासु भात मुखमा हाल्नु ल सक्यो साथीहरू भोलि गेम छ हेर्नु होला होइन हातमा चाहिँ हड्डी पुग्यो दुई ल भिडियोमा यस्तो जाउँ अनि लाइक मलाई चाहिँ सबै मिठो लाग्यो मैले खाँदा बिरयानी मात्रै खाएको अब त्यही मिठो लागेछ होइन अनि अन्डा फेभरेट दही त अफकोर्स फेभरेट नै भनौँ हल्का फुल्का खाइयो खोकी लागिरहेको छ खाइयो होइन साथीहरू अब चाहिँ सबै खानेकुरा सक्यो अब सबैले डाँडा काट्यो भन्न मिल्दैन अगाडि हाम्रो पछाडि यो- सुन अगाडि पछाडि दायाँ बायाँ हुनेहरूले सबै खाएरै बस्नु भएको उम्, भिडियो मात्र नआएको हो अन्यथा उहाँहरूको ठुलो नलिनु हात छ। होला उहाँहरूको ठुलो हात छ। बनाउने तुलाउनेमा चाहिँ उहाँहरू हो हो, यस्तो हामी चाहिँ आक्रोश पनि भिडियोमा आउँछ खाने- फेरि बेला बेलामा डेन्जरलाई भिडियो बनाउने मात्र हो ल अब Thanks अलिकति for बाँकी छ watching. यो चाहिँ हड्डिएर अलिअलि मन पऱ्यो लाइक गर्नु होला नपऱ्यो पनि लाइक गर्नु होला होइन अलिकति sorry, अलिकति बाध्यता हो बाँकी त्यो बसेको छ। गर्नै पर्छ हेरेपछि यो चाहिँ अब हामी भिडियो इन्डिङ गरेर खान्छौँ केलाई ल ल साथीहरू भिडियो कस्तो लाग्यो नमस्ते यदि राम्रो धोबिया लागेन- तपाईँको हेराइले मेरो धड्कन चलिया भिडियोलाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु होला ओके बाई बाई साथीहरू बाई